गाइस यो चाहिँ आशिष हो। देखिएन भाइ, म फ्ल्यास बाल्ने छु। फ्ल्यास बाल्दा पनि अलिक देखिएन। सो हेलो गाइस, वेलकम टु माई ब्लग। आज चाहिँ हामी मोमो खाना गइरहेको छु, म र आयुष, जसले हामी जिस्काएर एल पनि भन्ने गर्छौँ। हामी धेरै टाढा पनि जान लागेको होइन मोमो खाना। हाम्रै घर छेउमा भएको एउटा मूर्ति छ शिवको, त्यही शिव मूर्तिको छेउमा एउटा होटल छ, त्यही जान लागेको। यो चाहिँ हाम्रो गाउँकै खेल मैदान हो। यहाँले जहिले बेलुका बेलुका भलिबल खेलिन्छ, खेलिन्छ होइन, हामी त खेल्ने होइन, आखिरमा ठुल्ठुला आएर खेल्छन्। अनको मेरो नाम मुकेश अम्बानी हो। गाई चाहिँ टक्ला हाम्रो अभिभाइ हो नाम चाहिँ। अनि यो भाइ चाहिँ आशिष हो, उयोको दाइ। आज चाहिँ यो भाइ चाहिँ घर सर्दैछ बिचरा, हाम्रो भाइ जाँदैछ हामीलाई छोडेर। गाई चाहिँ यो हाम्रो मन्दिर चाहिँ मूर्ति हाम्रै घरसँग भएको, यहीँनिर एउटा होटल छ, त्यहीँ जान लागेको हामीहरू। दिउँसोको समय यसो भोक लागेको थियो, त्यसैले मोमो खान गइरहेको छु म र एल। अनि त्यसमा अभी कस्तो तर्सियो हौ। गाइस हाम्रो टक्ला भाइको घर चाहिँ यही हो होइन, यहाँ बस्ने गर्थ्यो। अब यहाँबाट आज सर्ने छन् अभि भन्ने, जसलाई हामी मायाले टक्ला भन्छौँ। टक्ला टोपी उहाँ छ सरेको है, टक्ला टोपी। यही गो है हाम्रो मन्दिर चाहिँ घर छेउमा भएको। अनि यहाँ एउटा होटल छ, यहीँ जान लागेको हामीहरू चाहिँ। गाइस यो चाहिँ आशिष हो। देखिएन भाइ, म फ्ल्यास बाल्ने छु। फ्ल्यास बाल्दा पनि अलिक देखिएन। गाइस म चाहिँ यहाँ छु। गाइस हाम्रो मोमो आइसकेको छ। गाइस हामीले चाहिँ मोमो खाइसक्यौँ। अब चाहिँ हामी यस्तो भाटपट्टि चाहिँ जाँदैछौँ। कस्तो बनाएछ हेर्नलाई। भदौ कति गते 14 गते खुल्छ नि भाटपट्टि नि। फेरि भदौ 14 गते चाहिँ फेरि भाटपट्टि नि खुल्ने छन्। ठ्याक्कै 1 वर्षै हुन आँटेको थियो नखुलेको पनि, जेएनजी आन्दोलनले गरेर बसेको थियो। म तपाईँलाई त्यहाँ गएर देखाउने छु, कन्टिन्यू हुनु होला। भाटपट्टि चाहिँ देखिँदै होला, उहीँ हेर्न सक्नुहुन्छ भाटपट्टि नि छ। तपाईँलाई नजिक गएर देखाउने छु, राम्रो बनाउँदै रहेछन्। र गाइस हामी चाहिँ आइसकेको छौँ भाटपट्टि नि, हेर्न सक्नुहुन्छ। लगभग 100% यो बनिसकेको छ है, छैन। भदौको 14 गते चाहिँ यसको ओपनिङ डेट रहेको छ। हामी चाहिँ त्यो दिन पनि आउनेछौँ। भिडियो हेरेर चाहिँ नबिर्सिनु होला, हेर्न सक्नुहुन्छ। काम धमाधम भइरहेको छ यसको। ल गाइस आजको मेरो भिडियो चाहिँ यहीँ एन्ड भएको छ। बाई बाई।